सम्पूर्ण साथीहरूलाई फेरि पनि स्वागत छ मेरो यो नयाँ भिडियोमा। आज चाहिँ मैले चाहिँ अस्ति तपाईँहरूमा यो के अरे ब्रह्माण्ड सम्बन्धी पार्ट 1 भिडियो बनाइसकेको थिएँ। आज चाहिँ मैले पार्ट 2 भिडियो ल्याएको छु। यसमा चाहिँ अब ब्रह्माण्ड सम्बन्धी जानकारी हैन, ब्रह्माण्ड सम्बन्धी जानकारी सेसन 2 ब्रह्माण्ड सम्बन्धी जानकारी आज पार्ट 2 ल्याएको छु। यसमा चाहिँ हामीले हैन पृथ्वीको उत्पत्तिदेखि लिएर अनि हामीले ग्रहहरू 8 वटा ग्रहहरूको विशेषतासम्म पढेका थियौँ। आज चाहिँ हामी उपग्रहबाट पढ्नेछौँ। आज चाहिँ हामी उपग्रह भनेको चाहिँ के हो भन्दा आफ्नो प्रकाश नभएका प्रत्यक्ष रूपमा ग्रहहरूको परिक्रमा गर्ने र अप्रत्यक्ष रूपमा सूर्यको परिक्रमा गर्ने आकाशीय पिण्डहरूलाई चाहिँ हामीले उपग्रहको नाममा लिन्छौँ। अब आकाशीय पिण्डलाई चाहिँ उपग्रह भनिन्छ। जस्तै चन्द्रमा चाहिँ एउटा उपग्रह हो सूर्य पृथ्वीको हैन। यसले चाहिँ कसरी भन्दा जस्तै सूर्य हुन्छ, सूर्यको वरिपरि यसरी ग्रहहरू आफू पनि घुम्दै कक्षेर अक्षमा घुम्दै यसरी घुम्छन्। फेरि त्यो ग्रहको वरिपरि सँगसँगै उपग्रहहरू हुन्छन्। त्यसरी ग्रहले घुम्दाखेरि सूर्यको पनि अप्रत्यक्ष रूपमा परिक्रमा गर्छन् र प्रत्यक्ष रूपमा चाहिँ पृथ्वीको परिक्रमा गर्छन्। पृथ्वी अर्थात् ग्रहहरूको परिक्रमा गर्छन्, तिनलाई चाहिँ उपग्रह भनिन्छ। उपग्रह चाहिँ अब लेख्ने हो भन्दाखेरि चाहिँ उपग्रह चाहिँ आफ्नै प्रकाश नभएका हैन, आफ्नै प्रकाश नभएका प्रत्यक्ष रूपमा ग्रहको र अप्रत्यक्ष रूपमा सूर्यको परिक्रमा गर्ने आकाशीय पिण्डहरूलाई चाहिँ हामीले ग्रहका नामले चिन्छौँ हैन। ग्रह भनेको उपग्रहका नामले आकाशीय पिण्डहरूलाई चाहिँ उपग्रह भनेर हामीले चिन्छौँ। उपग्रह चाहिँ दुई प्रकारका हुन्छन्। दुई प्रकारका हुन्छन् उपग्रहहरू। दुई प्रकार के भन्नुहुन्छ भन्दाखेरि एउटा चाहिँ प्राकृतिक हुन्छन्, एउटा चाहिँ कृत्रिम अर्थात् मानव निर्मित। प्राकृतिक ग्रहको कुरा गर्ने हो भने एउटा चाहिँ हाम्रो चन्द्रमा भयो, पृथ्वीको चन्द्रमा भयो। अर्को कुन छ गेनिमेड, सबैभन्दा ठुलो गेनिमेड भयो हैन, लिडा भयो सबैभन्दा सानो। अनि एउटा छ मङ्गल ग्रहको फोबोस डिमोसहरू हैन, फोबोस। यी अब ग्रहहरू चाहिँ प्राकृतिक ग्रहहरू कि नेचुरल रूपमा बनेका। हामीले मानव निर्मित अथवा कृत्रिम ग्रहहरू हेर्ने हो भने चाहिँ हामीले 3-4 छन्। एउटा चाहिँ स्पुतनिक हो, स्पुतनिक फेरि स्पुतनिक हो, एउटा स्पुतनिक 1 छ, स्पुतनिक 1 स्पुतनिक हैन, स्पुतनिक हो, स्पुतनिक 1 हो। अनि एपोलो 11 भयो, एपोलो 11 लुना 2 हैन, रुसको। यी चाहिँ हामीले चाहिँ हेर्ने हो भन्दाखेरि यी चाहिँ हाम्रा मेरिदियौ, यी चाहिँ हाम्रो ग्रहका प्रकार भयो। दुई प्रकार चन्द्रमा भयो, चन्द्रमा हैन, गेनिमेड, लिडा, फोबोस, यो तीनटै स्पुतनिक, एपोलो 11 लुना 2। यसपछि हामी यो ग्रहका यी उपग्रहका विशेषताहरू बारे जान्छौँ। यति कुरा। अनि स्पुतनिक छ, स्पुतनिक भनेको चाहिँ रुसले निर्माण गरेको पहिलो मानव निर्मित यान हो। रुसले निर्माण गरेको पहिलो मानव निर्मित यान चाहिँ स्पुतनिक हो। त्यसपछि आयो स्पुतनिक 1 आउँछ। स्पुतनिक 1 भने चाहिँ के हुन्छ भन्दाखेरि अन्तरिक्षमा पठाइएको पहिलो यान भनेर चाहिँ हामीले स्पुतनिक 1 लाई चिन्छौँ। 1 भनेको पहिलो भनेर यसरी हामीले सम्झिन सक्यौँ। त्यसपछि आउँछ हाम्रो स्पुतनिक 2। मिति याद गरिराख्नु पर्दैन, तर सन् 1957 नोभेम्बर 2 मा लाइका नामको कुकुर अन्तरिक्षमा पठाएको यान चाहिँ कुन हो भन्नुहुन्छ भने स्पुतनिक 2। अन्तरिक्षमा पठाइएको पहिलो यान भन्ने भने स्पुतनिक 1 हो हैन, हामीले उपग्रहहरू। अनि स्पुतनिक आउँछ हाम्रो अर्को एपोलो 11 चाहिँ के हो भन्दाखेरि चन्द्रमामा पाइला टेक्ने पहिलो यान। चन्द्रमामा पाइला टेक्ने पहिलो यान चाहिँ कुन हो भन्नुहुन्छ भने एपोलो 11। यसैसँगै कहिले टेक्यो भन्नुहुन्छ भने सन् 1969 JULY जुलाई 20 मा कसले टेक्यो भन्नुहुन्छ भने नील आर्मस्ट्रङ र एडविन एल्ड्रिनले पाइला टेकेका। त्यसपछि आउँछ चन्द्रमा पुगेर पनि पाइला नटेक्ने व्यक्ति को हुन् भन्नुहुन्छ भने माइकल कोलिन्स। किन पाइला टेक्छ हैन, माइकल कोलिन्स
उहाँ चाहिँ यो यानका चाहिँ चालक थिए हैन। यो यान चालक अर्थात् पाइलट टाइपका थिए। अर्को टपिक रहेको छ अन्तरिक्ष। अन्तरिक्षको जानकारी हो। अनि अन्तरिक्षको पहिलो अध्ययनमा संलग्न भएको पहिलो राष्ट्र चाहिँ रुस हो हैन। अध्ययनमा संलग्न पहिलो राष्ट्र संलग्न पहिलो राष्ट्र कुन हो भन्नुहुन्छ भन्दाखेरि रुस आउँछ यता। अन्तरिक्षमा पुग्ने पहिलो पुरुष अन्तरिक्षमा पुग्ने पहिलो पुरुष भनेको चाहिँ युरी ग्यागरिन यिनी पनि रुसकै हुन्। ग्यागरी लिएर अन्तरिक्ष गएको भनेर सम्झिने, ग्यागरीमा टक्क पानी लिएर गएको छन् भनेर सम्झिने है। अनि कहिले गएका थिइन् भन्नुहुन्छ भन्दाखेरि 1961 अप्रिल 12 मा गएको। कुन यानको कुरा गर्ने हुन्छ? यान चाहिँ भोस्तोक 1961 मा हैन। 1961 अप्रिल 12 मा चाहिँ भोस्तोक 1 यान मार्फत चाहिँ जानु भएको भए यसरी सम्झिने। 1 भनेको चाहिँ हाम्रो पहिलोचोटि गएको भनेर सम्झिने। भोस्तोक भने चाहिँ पहिलोचोटि गएपछि अब भोज गर्नु पर्यो हैन। कोही गएको थिएन पहिलोचोटि, जस्तै हुन्छ नि पहिलोचोटि बिहे गर्दाखेरि भोज गर्छन्, पहिलोचोटि बच्चा जन्माउँदाखेरि भोज गर्छन्, त्यसरी नै सम्झिने। पहिलोचोटि चाहिँ अन्तरिक्ष पुगेको कारणले भोज पुग्नु भयो हैन। अनि अर्को कुरा आउँछ अन्तरिक्ष पुग्ने पहिलो महिला। अन्तरिक्ष पुग्ने पहिलो महिला कुरा गर्नुहुन्छ भने भ्यालेन्टिना तेरेस्कोभा। भ्यालेन्टिना भनेपछि महिला नै भयो हैन। भ्यालेन्टिना तेरेस्कोभा कहिले जानुभयो भन्नु? 1963 जुन 12 मा जानुभएको है त। त्यसपछि आउँछ हाम्रो अनि अन्तरिक्ष पुग्ने 5 राष्ट्रहरू। अन्तरिक्ष पुग्ने 5 राष्ट्रहरूको कुरा गर्ने भन्दाखेरि हामीसँग एउटा सूत्र छ RAFJCI। अब RAFJCI भनेको के हो भन्नुहुन्छ भन्दाखेरिमा रसिया RUSSIA रसिया, AMERICA अमेरिका, FRANCE फ्रान्स, JAPAN जापान, यहाँ लेखिदिन्छु CHI यानि चाइना र INDIA इन्डिया चाहिँ पहिलो अन्तरिक्षमा प्रवेश गर्ने पहिला 5 राष्ट्रहरू है त। RAFJCI भनेर सम्झिन्छौँ। अनि अर्को छ एउटा यसैमा शिशु ग्रहको पहिचान गर्ने व्यक्ति को हुन् भन्दाखेरि जिउस्पी पियाजे हैन। जिउस्पे पियाजे चाहिँ शिशु ग्रहको पहिचान गरे। सबैभन्दा ठुलो शिशु ग्रह चाहिँ कुरा गर्नुहुन्छ भन्दाखेरि CERS सबैभन्दा ठुलो शिशु ग्रहको कुरा आयो। त्यसपछि आउँछ उल्का। हाम्रो उल्का भनेको के हो भन्नुहुन्छ भन्दाखेरि उल्का भनेको चाहिँ आकाशबाट खस्ने ताराको सानो टुक्रालाई चाहिँ हामीले उल्का भनेर बुझ्छौँ हैन। अनि यही उल्का चाहिँ हैन आकाशमै पानी जस्तै बिलाएर गए चाहिँ के हो भन्दाखेरि उल्कापात हुन्छ। उल्कापात आकाशमै हराइदिन्छ। कस्तो पात रहेछ हैन। भने पृथ्वीसम्म आइपुग्ने उल्का चाहिँ उल्कापिण्ड हुन्छ। उल्कापिण्ड हो हैन। उल्कापात र उल्कापिण्डको कुरा आयो। यसैमा धेरै ठुलो अर्थात् चम्किलो उल्कापात अर्थात् उल्कापिण्ड। पिण्डलाई के भन्छौँ भन्दाखेरि फायर बल भन्छौँ। फायर बल किन भन्दाखेरि फायर धेरै चम्किलो हुने होइन, आगो जस्तै फायर। अनि यसैमा छ आकाशमा एक दिशाबाट अर्को दिशामा गए जस्तो देखिनेलाई के भन्छौँ भन्नुहुन्छ भन्दाखेरि गए जस्तो देखिनेलाई चाहिँ सुटिङ स्टार SHOTTI सुटिङ स्टार र माथिबाट तल खसे जस्तो देखिनेलाई चाहिँ फलिङ स्टार भन्छ। सुटिङ स्टार भन्छ एक दिशाबाट अर्कोतिर छ बन्दुकले टक्क गोली हान्छ नि सिधा अर्को एक दिशाबाट अर्को हान्छ, त्यो चाहिँ सुटिङ स्टार हो। बन्दुकले सुटिरहेको जस्तै भनेर सम्झिने हैन। माथिबाट तल खसे फल भनेको खस्ने हो, फलिङ स्टार भनेर हामीले बुझ्छौँ। त्यसपछि एउटा आउँछ हाम्रो धूमकेतु अर्थात् पुच्छ्रे तारा।
धूमकेतु अर्थात् पुच्छरे तारामा धूमकेतु अर्थात् पुच्छरे तारा चाहिँ वैज्ञानिक चाहिँ कोन भन्दाखेरि एडमन्ड हेली खोज गर्ने वैज्ञानिक खोजी गर्ने वैज्ञानिक खोजी गर्ने वैज्ञानिक चाहिँ धूमकेतु अर्थात् पुच्छरे ताराको खोजी गर्ने वैज्ञानिक भने चाहिँ एडमन्ड हेली हुन् भनेको चाहिँ अनि उहाँले चाहिँ के पत्ता लगाएको भन्दाखेरि प्रत्येक हैन करिब 75-76 वर्षमा एकपटक देखिन्छ भनेर पत्ता लगाएका थिए। एकपटक देखिन्छ भनेर पत्ता लगाएका थिए सन् 240 मा देखिएको थियो हैन। सन् 240 मा रहेको नाम चाहिँ हेलीपुच्छरे तारा भनेर नामाकरण गरेको। हेलीपुच्छरे तारा चाहिँ कस्तो हुन्छ भन्दाखेरिमा अगाडिको भाग चम्किलो र लामो पुच्छर हुन्छ। धूमकेतु र पुच्छरे ताराको बारेमा भन्ने भन्दाखेरि चाहिँ खोजी गर्ने वैज्ञानिक चाहिँ एडमन्ड हेली थिए। धूमकेतु र पुच्छरे ताराको बारेमा खोजी गर्ने वैज्ञानिक चाहिँ एडमन्ड हेली उनले चाहिँ के खोजी गरेर 75 वर्षमा धूमकेतु अर्थात् पुच्छरे तारा एकपटक देखिन्छ हैन। अगाडिको भाग चम्किलो र लामो पुच्छर हुन्छ। सन् 240 मा देखिएको थियो र उहाँले चाहिँ यसको सन् 1756 मा चाहिँ हैन 1756 मा चाहिँ उनले हेलीपुच्छरे तारा देखिन्छ भनेर घोषणा गरेका थिए। त्यतिन्जेलसम्म उहाँको मृत्यु भइसकेको थियो र त्यही सम्झनामा चाहिँ धूमकेतुको नाम चाहिँ हेली धूमकेतु अर्थात् हेलीपुच्छरे तारा भनेर नामाकरण गरेको छ हैन। अहिले चाहिँ यति कुरा भयो धूमकेतुको बारेमा। अर्को छ तारा र तारापुञ्ज। सप्तऋषि तारा समूहलाई के भनिन्छ भन्नुहुन्छ भनेदेखि तारा समूहलाई ग्रेट बियर भनिन्छ। GREAT ग्रेट बियर भनिन्छ हैन। अनि तारापुञ्ज भनेको ताराहरूको समूह हो हैन। अनि अर्को चाहिँ उत्तरी ध्रुवको माथि निश्चल र अटल रूपमा देखिने तारा चाहिँ कुन हो? देखिने तारा चाहिँ को हो भन्नुहुन्छ भन्दाखेरि ध्रुव तारा। त्यसलाई चाहिँ ध्रुव तारा भनिन्छ। अनि अर्को चाहिँ पृथ्वीबाट देखिने सूर्यपछिको सबैभन्दा चम्किलो तारा सबैभन्दा चम्किलो तारा कुन हो भन्नुहुन्छ भन्दाखेरि चाहिँ सिरियस यसलाई अंग्रेजीमा डग स्टार पनि भनिन्छ। त्यसपछि आउने सबैभन्दा ठुलो तारापुञ्ज सबैभन्दा ठुलो तारामण्डल चाहिँ हामीले हाइड्रालाई मान्छौँ भन्दाखेरि सबैभन्दा ठुलो तारापुञ्ज चाहिँ हामीले कसलाई मान्छौँ भन्दाखेरि आइसी 1101 तारापुञ्ज चाहिँ कुन हो भन्नुहुन्छ भन्दाखेरि आइसी 1101 लाई हामीले मानेका हुन्छौँ। हाम्रो प्रकाश वर्ष के हो त प्रकाश वर्ष भन्नुहुन्छ भन्दाखेरि सूर्यले एक वर्षमा पार गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ। सूर्यको प्रकाशले एक सेकेन्डमा 3 लाख किलोमिटर दूरी पार गर्छ र एक वर्षमा 95 खर्ब किलोमिटर दूरी पार गर्छ जसलाई चाहिँ हामी प्रकाश वर्ष भन्छौँ। जुन एक प्रकाश वर्ष हुन्छ हो अर्थात् हुन्छ फुटकर कुरा भनेको छुटी-फुटीको है त अरु एक्स्ट्रा कुराहरु। अर्को छ एउटा तारामण्डल चाहिँ हाम्रो कतिवटा छन् भन्दाखेरि 28 वटा रहेका छन् हैन। फुटकर तारामण्डल भयो। अनि आकाशगंगा चाहिँ एउटा तारामण्डल हो। आकाशगंगा चाहिँ एक तारामण्डल हो जहाँ चाहिँ के छ भन्दाखेरि सौर्यमण्डल छ। सौर्यमण्डल रहेको सौर्यमण्डल भनेपछि पृथ्वी ग्रह उपग्रहहरु रहेको सौर्यमण्डल। यसको लम्बाइ कति छ भन्दाखेरि यसको लम्बाइ चाहिँ 1 लाख प्रकाश वर्ष। 1 लाख प्रकाश वर्ष। र मुख्य भाग मेन भागलाई चाहिँ के भन्छ भने GALACTIC ग्यालेक्टिक CNTER भनिन्छ। पृथ्वीको उत्पत्ति
पृथ्वीको उत्पत्ति भन्दाखेरि के छ भन्दाखेरि 4.5 अर्ब वर्ष 4.5 अर्ब वर्ष पहिले भएको अनुमान रहेको छ। पृथ्वीको ध्रुवीय व्यास कति छ भन्नुहुन्छ भन्दाखेरि 12,714 किलोमिटर। पृथ्वीको भूमध्य व्यास कति छ भन्नुहुन्छ भन्दाखेरि 12,756 किलोमिटर। भूमध्य व्यास ध्रुवीय व्यास भन्दा कतिले बढी छ भन्नुहुन्छ भन्दाखेरि 42 हो। 42 व्यास भन्न सक्नुहुन्न 42 किलोमिटर। भूमध्य रेखीय व्यास भन्दा ध्रुवीय व्यास चाहिँ 42 किलोमिटर रहेको छ। औसत व्यास कति छ भन्नुहुन्छ भन्दाखेरि औसत व्यास 12,735 किलोमिटर रहेको छ। अनि अर्ध व्यास कति छ भन्नुहुन्छ भन्दाखेरि 6371 किलोमिटर। अर्ध व्यास यति भएछ अर्थात् 12,742 किलोमिटरको चाहिँ आधा भनेको चाहिँ यो अर्ध व्यास हुन्छ हैन। यो त औसत हो नि त। ठीक छ। पछि आउँछ क्षेत्रफल। पृथ्वीको क्षेत्रफल कति छ भन्नुहुन्छ भन्दाखेरि पृथ्वीको क्षेत्रफल रहेको छ 51 करोड वर्ग किलोमिटर, जुन भनेको चाहिँ 100% हो। जसमध्ये दुईटा वर्गीकरण हुन्छ। के वर्गीकरण हुन्छ भन्दाखेरि एउटा जमिन एउटा पानी कति छ र जमिन कति छ भन्नुहुन्छ भने 70.8% पानी र 29.2% जमिन रहेको छ। यो भने कति हो भन्दाखेरि 70। पानी कति छ भन्दाखेरि 36 करोड 90 लाख। जमिन 14 करोड 10 लाख वर्ग किलोमिटर। 14 करोड 10 लाख वर्ग किलोमिटर जमिन रहेको छ। अब यसैमा मैले थपिदिएँ। यहाँ के थपिदिएँ भन्दाखेरि पृथ्वीले सूर्यलाई हैन, पृथ्वीले सूर्यलाई 1600 किलोमिटर 16 प्रति मिनेटका दरले परिक्रमा गर्छ। सबैभन्दा बढी घनत्व भएको ग्रह पनि हो पृथ्वी चाहिँ। पृथ्वीको कुरा गर्ने भने पृथ्वी सबैभन्दा बढी घनत्व भएको ग्रह हो। त्यसपछि हामी जान्छौँ पृथ्वीमा पाइने ग्यासहरू। पृथ्वीमा पाइने ग्यासहरू नाइट्रोजन, सबभन्दा बढी नाइट्रोजन पाउँछ। अनि अर्को आउँछ अक्सिजन, नाइट्रोजन अक्सिजन, अनि कार्बन डाइअक्साइड, अर्को आउँछ हाम्रो आर्गन। नाइट्रोजन कति पाउँछ भन्दाखेरि 78%, अक्सिजन छ हाम्रो 21%, हाम्रो 0.97%, आर्गन चाहिँ पाउँछ 0.3% हैन। के कारण। त्यसपछि आउँछ हाम्रो पृथ्वीको बनोट। पृथ्वीको बनोट चाहिँ म पहिले चित्र बनाउँछु। यहाँ बनाउनु ठिक हुन्छ होला। यस्तो छ यस्तो छ यस्तो छ। यहाँ चाहिँ प्लस राखिदिए हैन। चित्र बनाउनु दिन्छ हैन। यहाँ चाहिँ माइनस हो। धेरै गराउनु पर्दैन। यहाँ हुन्छ हाम्रो गुणन। यति कुरा छन्। यो चाहिँ पृथ्वीको मेन एरिया हो। यसलाई चाहिँ हामीले कोर अर्थात् केन्द्रमण्डल भन्छौँ। केन्द्रमण्डल भनेर जान्छौँ। यसले चाहिँ कति भाग गरेछ भन्दाखेरि पृथ्वीको पर्सेन्टले हो। यसले चाहिँ 16% भाग ओगटेको छ। यो केबाट बनेको छ निफे भनेको चाहिँ निकेल र फेरियम। निकेल र फेरियमले बनेको भएर यसलाई हामीले निफे भनेर चिन्छौँ। यो सूत्र हो छ। त्यसपछि आउँछ यो भाग। यसलाई हामी कहाँ लगाउँ भन्दाखेरि यहाँ लगाउँ। यो चाहिँ यहाँ जान्छ हैन। यो मध्यमण्डल कति छ भन्दाखेरि 68% भाग ओगटेको छ हैन। मध्यमण्डल ओगटेको छ हैन। 68% भाग ओगटेको छ। यसलाई हामीले भनेर चिन्छौँ सीमा। सिलिकन र म्याग्नेसियम हो। सिलिकन म्याग्नेसियम सिलिका र म्याग्नेसियम मिलेर बनेको हुन्छ मध्यमण्डल। त्यसपछि आउँछ हाम्रो बाह्यमण्डल
वायुमण्डल भनेको हामी बसेको भाग। यसले चाहिँ कति पर्सेन्ट उगिरहेछ भन्दाखेरि यो पनि 16% नै उगिरहेछ। यो चाहिँ केबाट बनेको छ भन्दाखेरि SiAl मोटाइ चाहिँ 60 किलोमिटरको मोटाइ रहेको छ। वायुम SiAl भनेको सिलिका र एल्युमिनियम, सिलिका र एल्युमिनियम सिलिका र एल्युमिनियम मिलेर बनेको छ। यो भयो पृथ्वीको बनावट हैन। त्यसपछि जान्छौँ हामीले पृथ्वीका तहहरू। त्यसपछि हामी पृथ्वीका तहहरूमा जान्छौँ। एउटा छ हाम्रो यहाँबाट जान्छ, एउटा नजिकैबाटको एउटा योभन्दा पृथ्वीको बाहिर एउटा तह छ यो। त्यसपछि योभन्दा अलि ठुलो छ यो। त्यसपछि आउँछ योभन्दा ठुलो यो। त्यसपछि आउँछ योभन्दा ठुलो यो। 1 2 3 4 भने एउटा यो पनि तह हो। 5 वटा तह भयो है त। यो चाहिँ यहाँदेखि माथि जति पनि छ नि त। यो हिसाबले पृथ्वीको पुरै तहहरू भयो। के हो कुन यो तह कुन हो भन्नुहुन्छ भन्दाखेरि निम्नमण्डल। निम्नमण्डल हो हैन। यसको किलोमिटर कति छ भन्दाखेरि 0 देखि 16 किलोमिटरसम्म। 0 देखि यो चाहिँ पहिले चाहिँ पृथ्वीको वायुमण्डलबाट चाहिँ हैन 16 किलोमिटरसम्मको उचाइ भएको चाहिँ कुन हो भन्दाखेरि निम्नमण्डल हो। निम्नमण्डल भनेको चाहिँ यो हैन निम्नमण्डल हो। त्यसपछि निम्नमण्डलपछि तापीय मण्डल, समतापीय मण्डल यही लेखिदिन्छु है बाहिर जानु। यो चाहिँ 16 देखि 50 किलोमिटरसम्मको उचाइ भएको हैन ओजोन तह भएको क्षेत्र चाहिँ यही हो। ओजोन तह भएको क्षेत्र। यो आयो हाम्रो मध्यमण्डल। मध्यमण्डलमा के छ भन्दाखेरि 16 देखि 50 हो। अर्को आउँछ मध्यमण्डलले कति छ भन्दाखेरि 50 देखि 80 किलोमिटरसम्म। अनि अर्को आयो हाम्रो तापीय मण्डल 80 देखि 720 किलोमिटरसम्म टाढा रहेको तापीय मण्डल। त्यसको चाहिँ वायुमण्डल भनेको चाहिँ 720 किलोमिटरदेखि अन्तरिक्षसम्म उचाइ हो है। यो उचाइ किलोमिटर भनेको उचाइ पृथ्वीको सतहदेखि हैन, पृथ्वीको सतहबाट उचाइ। यसो विशेषता बारेमा हेर्ने भन्दाखेरि हैन निम्नमण्डलमा चाहिँ के हुन्छ भन्दाखेरि निम्नमण्डलमा चाहिँ प्लेन उड्ने हैन, प्लेन उड्ने चरा उड्ने हुन्छ, चरा उड्ने हुन्छ। यसमा चाहिँ 95% हावा हुन्छ। यसमा निम्नमण्डलमा हावा चाहिँ 95% हावा हुन्छ हैन। वर्षा चक्र बादल हुन्छ नि त। वर्षा चक्र हुन्छ यो हाम्रो निम्नमण्डलभित्रै हो। त्यसपछि समतापीय मण्डल ओजोन तह हुन्छ, रक्षात्मक तह हुन्छ भने चाहिँ त्यसपछि आउँछ मध्यमण्डल। मध्यमण्डलमा चाहिँ उल्काहरू हराउने तह चाहिँ मध्यमण्डलको तह हो। त्यसपछि आउँछ हाम्रो तापीय मण्डल भनेको एकदम तापीय हुन्छ, तातो तह अर्थात् आयोन तह भनेर चिनिन्छ यसलाई, आयोन तह। अनि हावा पातलो हुन्छ, यसरी चाहिँ हामीले पृथ्वीको बनोट र पृथ्वीका तहहरू हामीले एकै ठाउँमा हैन यसरी पढेका छौँ। त्यो अब बुझ्नु होला मैले भोलि समग्रमा भन्दाखेरि पृथ्वीको बनोट चाहिँ हैन 3वटा भागमा विभाजन छ। पृथ्वीले 3वटा भागमा विभाजन गरेको छ। एउटा हुन्छ भित्रको कोर अर्थात् केन्द्रमण्डल जसले चाहिँ 16% भाग ओगटेको हुन्छ टोटलमा हैन। अनि निकेल र फेरियम मिलेर बनेको हुन्छ कोर एरिया। त्यसपछि आउँछ हाम्रो मध्यमण्डल चाहिँ के हुन्छ 68% भाग ओगटेको हुन्छ सीमा, सिलिका र म्याग्नेसियम मिलेर बनेको हुन्छ। त्यसपछि आउँछ हाम्रो वायुमण्डल चाहिँ 16% भाग ओगटेको हुन्छ। SiAl भनेको चाहिँ सिलिका र एल्युमिनियम मिलेर बनेको हुन्छ। 60 किलोमिटरको दूरी रहेको हुन्छ वायुमण्डल। पछि चाहिँ हाम्रो पृथ्वीका 5वटा तह रहेका छन्। 5वटा तह पहिलो तह चाहिँ निम्नमण्डल भनेको चाहिँ 16 किलोमिटरसम्मको उचाइमा निम्नमण्डल रहेको छ। अनि निम्नमण्डल रहेको छ यसमा चाहिँ चरा उड्ने, प्लेन उड्ने हैन, वर्षा चक्र हुने, बादल रहने कुराहरू हुन्छ। त्यसपछि आउँछ हाम्रो समतापीय मण्डल चाहिँ 16 देखि 50 किलोमिटरसम्मको उचाइमा रहेको हुन्छ। जसमा चाहिँ ओजोन तह अर्थात् हाम्रो रक्षात्मक तह हुन्छ, पृथ्वीका हैन नराम्रा असर गर्ने विकिरणहरूलाई छेक्छ जसले हैन। त्यसपछि आउँछ हाम्रो मध्यमण्डल चाहिँ 50 देखि 80 किलोमिटरको उचाइमा रहेको हुन्छ, जसमा चाहिँ उल्का हराउने गर्छन्। त्यसपछि आउँछ हाम्रो तापीय मण्डल 80 देखि 720 किलोमिटरसम्म रहेको हुन्छ, जसमा तातो तह हो, आयोन तह हो यो चाहिँ। त्यसपछि आउँछ हाम्रो वायुमण्डल चाहिँ 720 किलोमिटरदेखि अन्तरिक्षसम्मको तह हो। यसमा चाहिँ हावा पातल हुन्छ। यो कुरा चाहिँ मेन हामीले पढ्नुपर्ने है त। त्यसपछि चाहिँ हाम्रो अन्तिम टपिक छ ग्रहण भनेको चाहिँ के हो भन्दाखेरि हैन चन्द्रग्रहण सूर्यग्रहण भनेर दुईटा ग्रहण रहेका छन् हाम्रो। सबभन्दा पहिला हामीले ग्रहण भनेको चाहिँ किन पर्छ भन्दाखेरि सूर्य चन्द्र पृथ्वी यो चाहिँ सूर्य भयो हैन। अनि यो चाहिँ पृथ्वी हो। पृथ्वी चाहिँ सूर्यको वरिपरि यसरी घुम्छ। अनि फेरि पृथ्वीको वरिपरि एउटा को घुम्छ भन्नुहुन्छ भन्दाखेरि यहाँ चन्द्रमा छ। चन्द्रमा हामी चाहिँ कहाँ हुन्छ भन्दाखेरि पृथ्वीमा हुन्छौँ। अनि यहाँ चाहिँ सूर्यले चाहिँ प्रकाश चाहिँ सूर्यले मात्रै दिन्छ, यहाँबाट सूर्यले मात्रै प्रकाश दिन्छ। हामी चाहिँ पृथ्वीमा हुन्छौँ, चन्द्रमाको पनि प्रकाश छैन, पृथ्वीको पनि आफ्नो प्रकाश छैन। अब यसरी घुम्ने क्रममा कहिलेकाहीँ यसरी सिधा रेखामा पर्छ सूर्य चन्द्रमा र पृथ्वी कति बेला सिधा रेखामा, कहिले त यो चन्द्रमा यता होला, कहिले यता होला। तर कुनै बेला हैन सधैँ एउटै रेखामा पर्छ, सिधा एउटै रेखामा सिधा रेखामा पर्दाखेरि यहाँबाट आएको प्रकाश चाहिँ चन्द्रमाले छेक्छ। चन्द्रमाले छेकेपछि यहाँ के हुन्छ भन्दाखेरि पृथ्वीमा छाया पर्छ। पृथ्वीबाट हेर्दा चाहिँ के देखिन्छ भन्दाखेरि चन्द्रमालाई चाहिँ पृथ्वीबाट हेर्दा चाहिँ सूर्यलाई चाहिँ चन्द्रमाले ढाकेको हुन्छ। सूर्यको आधा भाग अर्थात् पूर्ण भाग अर्थात् सूर्यको बीचमा रहेर ढाकेको हुन्छ, त्यसमा कालो धब्बा देखिन्छ हैन।
त्यसलाई चाहिँ जुनलाई पेनुम्रा भनेर पनि पढ्छ पढाएको हामीले। अनि यहाँ पृथ्वीबाट हेर्दा चाहिँ चन्द्रमाले चाहिँ सूर्यको प्रकाश ढाकिया हुन्छ, चन्द्रमाको छाया पृथ्वीमा परेको हुन्छ र पृथ्वीबाट सूर्यमा हेर्दा चाहिँ सूर्यमा चाहिँ चन्द्रमाले सूर्यलाई ओगरेको हुन्छ। यसलाई भनिन्छ हाम्रो सूर्य ग्रहण। सूर्य र पृथ्वीको बिचमा चन्द्रमा पऱ्यो भने चाहिँ सूर्य ग्रहण हुन्छ। किनभने पृथ्वीबाट हेर्दा चाहिँ सूर्य राम्रोसँग देखिँदैन, किनभने बिचमा चन्द्रमा छ, सूर्यबाट यहाँबाट गएको प्रकाश चन्द्रमाले छेकेर चन्द्रमाको छाया चाहिँ पृथ्वीमा परेको हुन्छ। त्यो चाहिँ सूर्य ग्रहण भयो। अनि चन्द्रग्रहण कस्तो हुन्छ भने चन्द्रग्रहण चाहिँ यही चन्द्रमा होइन, यही चन्द्रमा यही घुम्ने क्रममा यहाँ नभई यता हुन्छ कि बुझ्नुभयो कि नै, चन्द्रमा यहाँ नभई यता यता हुन्छ भनेपछि यता सूर्यको परिक्रमा गर्ने क्रममा यही चन्द्रमा यता हुन्छ। अब यही ठाउँमा नहोला, यता जहिले पनि हुन्छ, सिधा सिधा ठाउँमा परिएर जहिले नै हो। अनि यसो गर्दाखेरि के हुन्छ भने यहाँबाट सूर्यको प्रकाश जान्छ, पृथ्वीले सबै प्रकाश छेक्छ, चन्द्रमामा चाहिँ पृथ्वीको छाया परेको हुन्छ। यहाँ चाहिँ पृथ्वीको छाया परेको हुन्छ, यहाँबाट प्रकाश गएको हुन्छ। हामीले चन्द्रमाबाट हेर्छौँ, चन्द्रमाबाट हेर्दाखेरि चाहिँ के देखिन्छ भन्दाखेरि यहाँबाट चाहिँ हामीले यहाँबाट चाहिँ चन्द्रमा हेर्दा चन्द्रमामा छाया परेको देखिन्छ। एकचोटि सूर्यमा छाया परेको देखिन्छ, छाया परेको अर्थात् एकचोटि सूर्य ढाकिन्छ, एकचोटि चाहिँ चन्द्रमाको छाया परेको देखिन्छ। त्यसलाई चाहिँ हामीले के भन्छ भने चन्द्रग्रहण भनेर चिन्छौँ। त्यो चाहिँ सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पऱ्यो भने चाहिँ यहाँबाट गएको चाहिँ सूर्य होइन, यहाँबाट गएको प्रकाश चाहिँ पृथ्वीले छेक्छ र पृथ्वीको छाया चाहिँ चन्द्रमामा देखिन्छ यहाँ पछाडि। यसलाई चाहिँ हामीले चन्द्रग्रहण भनेर चिन्छौँ। अब चन्द्रमा चाहिँ अगाडि भयो भने चाहिँ तपाईँले थाहा भएको यहाँबाट गएको सूर्यको प्रकाश चन्द्रमाले छेक्छ, चन्द्रमाको छाया चाहिँ पृथ्वीमा पऱ्यो, पृथ्वीबाट हेर्दा सूर्य ढाकिएको चाहिँ यसलाई चाहिँ सूर्यग्रहण भनिन्छ। हामी चाहिँ जहाँबाट भयो पनि हामीले हेर्ने भने चाहिँ पृथ्वीबाट हेर्ने, पृथ्वीबाट हेर्दा सूर्य ढाकियो भने सूर्यग्रहण, चन्द्रमामा छाया पऱ्यो भने चन्द्रग्रहण। त्यसरी हामीले बुझ्यौँ। चन्द्रमा चाहिँ कहिले बिचमा पर्छ, कहिले छेउमा जान्छ, पृथ्वी चन्द्रमाको चाहिँ ओर्दो हुन्छ, सूर्य एक ठाउँमा हुन्छ। किनभने पृथ्वी चाहिँ यता घुम्छ, चन्द्रमा चाहिँ यसको वरिपरि घुम्छ। यसरी घुम्ने क्रममा चाहिँ पृथ्वी अब यहाँबाट घुम्दाखेरि यहीँ पुग्यो भने पनि यसको वरिपरि चन्द्रमा हुन्छ, कहिले यता ट्याक्कै पऱ्यो भने सिधा देखाउँछ, फेरि सिधा रेखामा परेको चाहिँ ग्रहण हो भनेर हामीले बुझ्छौँ। यसमा चाहिँ चन्द्रमाको छाया ग्रहणको प्रकार छ। चन्द्रमाको छाया पृथ्वीमा र पृथ्वीको छाया चन्द्रमाको छाया पृथ्वी र पृथ्वीको छाया चन्द्रमामा पूर्ण रूपमा छायाले होइन, चन्द्रमाको छायाले पृथ्वीको छायाले चन्द्रमा र चन्द्रमाको छायाले पृथ्वी, पृथ्वीको छायाले चन्द्रमा पूर्ण रूपमा ढाकिने अवस्था चाहिँ खग्रास हो भने आंशिक रूपमा ढाकिने अवस्था चाहिँ आंशिक रूपमा ढाकिने अवस्था चाहिँ खण्डग्रास हो भनेर हामी जान्छौँ है त। यो प्रकारहरू सूर्यग्रहण यता छ हाम्रो चन्द्रग्रहण। सूर्यग्रहण र चन्द्रग्रहण, सूर्यग्रहण चाहिँ किन लाग्छ भन्दाखेरि मैले अघि पनि भनेको थिएँ, सूर्य र पृथ्वीको बिचमा को आउँछ, चन्द्रमा आउँछ, सूर्यग्रहण लाग्छ। चन्द्रग्रहण कसरी लाग्छ भन्दाखेरि सूर्य र चन्द्रमाको बिचमा चाहिँ को आउँछ भन्दाखेरि पृथ्वी आउँछ। सूर्यग्रहण चाहिँ वर्षमा 2 पटक लाग्छ भने चन्द्रग्रहण चाहिँ वर्षमा 1 पटक लाग्छ। ग्रहण चाहिँ पूर्णिमाको दिन। सूर्यग्रहण चाहिँ दिनमा पर्छ, चन्द्रग्रहण चाहिँ रातमै पर्छ होइन, रातमा चन्द्रमा देखिया हुन्छ, तर सूर्यको प्रकाश पृथ्वीले छाकेर पृथ्वीको छाया चन्द्रमा देखिन्छ। सूर्यको चाहिँ पश्चिमी भाग कहिले ढाकिन्छ, भन्दाखेरि यसमा चाहिँ पूर्वीय भाग कहिले ढाकिन्छ, पूर्वीय भाग कहिले ढाकिन्छ। सूर्यग्रहण चाहिँ 8 मिनेट वा 4 घण्टा लाग्छ भने चन्द्रग्रहण चाहिँ 4 घण्टासम्म लाग्न सक्छ, 4 घण्टासम्म लाग्न सक्छ। अब ग्रहण किन लाग्छ त, ग्रहण लाग्नुको कारण के हुन् भन्नुहुन्छ भन्दाखेरि पृथ्वी चाहिँ 66.5 डिग्री 1/2 र चन्द्रमा चाहिँ 5.15 डिग्री को कोणमा ढल्केर बसेको
सूर्य पृथ्वी र चन्द्रमा सूर्य पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्नु। दोस्रो कारण हो। तेस्रो कारण अर्का सिधा रेखामा हिँड्नु। चन्द्रमाले पृथ्वीको हैन चन्द्रमाले पृथ्वीको र पृथ्वीले सूर्यको परिक्रमा गर्नु। केही जीवहरूको उत्पत्ति र विकास। यसमा हाम्रो त डाइनोसोरको प्रभुत्व। डाइनोसरको उत्पत्ति डाइनोसरको विनाश। तीनटा कुरा मेन उत्पत्ति घर्षणे जीवको उत्पत्ति बाँदरको उत्पत्ति। डाइनोसरको उत्पत्ति चाहिँ महाजीवी महाकल्पको जुरासिक कालमा भएको थियो। उत्पत्ति कहिले भयो भन्दाखेरि मध्यजीवी महाकल्पको ट्रायासिक काल। पहिला जुरासिक काल हैन ट्रायासिक काल कहिले भयो भन्नुहुन्छ मध्यजीवी महाकल्पको क्रिस्टोसियस कालमा चाहिँ डाइनोसरको विनाश भयो। माछाको उत्पत्ति कहिले भयो भन्दाखेरि पुराजीवी महाकल्पको सिलुरियन काल। अनि घर्षणे जीवको उत्पत्ति पनि डाइनोसरको उत्पत्तिसँगै भएको हो। मध्यजीवी महाकल्पको ट्रायासिक काल है त यति हो। अनि बाँदरको उत्पत्ति चाहिँ नवजीवी महाकल्पको अल्पुनतम कालमा चाहिँ बाँदरको उत्पत्ति भयो। यसरी हामी सम्झिन सक्छौँ हैन। डाइनोसरको प्रभुत्व कहिले हो भन्दाखेरि जुरा भनेपछि जुरा सम्झिने। डाइनोसरले सबभन्दा चाहिँ पहिले चाहिँ जुरा ल्यायो प्रभुत्व मतलब डाइनोसरले सबभन्दा पहिले जुरा ल्यायो। त्यसपछि उत्पत्ति कहिले भयो भने चाहिँ ट्रायासिक काल। ट्राई गर्दा गर्दै उत्पत्ति भयो। उफ्रियो मतलब ट्राई गर्दा गर्दै उफ्रियो। पहिला चुल्ला ल्याएर हिँड्थ्यो ट्राई गर्दा गर्दै उफ्रिएपछि अनि के भयो विनाश भयो। विनाश कहिले भयो मध्यजीवी महाकल्पको क्रिस्टोले टोकेर मर्यो भनेर सम्झिने। माछाको उत्पत्तिको पनि पुराजीवी महाकल्पको ट्रायासिक काल सिलुरियन माछालाई चाहिँ सिलाइदियो अरे। माछालाई सिलाइदिन्छ नि माछालाई के गर्छ बल्छी हान्छ उनीहरू राख्छ नि त सिलुरियन काल सिलाइदियो। अनि आउँछ हाम्रो घर्षणे जीवको उत्पत्ति मध्यजीवी महाकल्पको ट्रायासिक काल। ट्राई गर्दै गर्दै घर्षण सिक्यो हैन सिप्लेट खेलेर भन्ने बुझ्नु अब। बाँदरको उत्पत्ति चाहिँ महाजीवी महाकल्पको अल्पुनतम काल। पुनमको गर्लफ्रेन्ड चाहिँ बाँदर भनेर सम्झिने अल्पुनतम काल। ल यति हो ब्रह्माण्ड सम्बन्धी जानकारी हामीले समग्रमा हैन पढ्नुपर्ने कुराहरू यति नै हो। मैले अर्को भिडियो बनाएको छु यो भिडियोमा लगभग सकियो। अब अरू नयाँ टपिकहरु कुनै तपाईलाई चाहिएको छ भने तपाई कमेन्ट गर्न सक्नुहुन्छ। म त्यो टपिकको लागि अहिले प्राथमिकता दिएर भिडियो बनाउँछु। नत्र मैले आफूले सक्ने तरिकाले अन्य मैले जानेका कुराहरू पनि अलि टपिकहरु पनि भिडियो आउँछ। कृपया मेरो यो च्यानललाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ भन्ने आशा